guys, welcome back to my new vlog. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ। म पनि एकदम सन्चै छु अनि आजको हाम्रो भिजिट चाहिँ कहाँ रे फेवाताल भन्ने फेवाताल घुमघाम छ गाइजहरु। हामी चाहिँ फेवा लेकतिर आइपुगेका छौँ। अब तिमीलाई पनि जानु पर्छ आज चाहिँ धन्यवाद धेरै Money out you लाइफ ज्याकेट ट्रली ग्रुपहरु आइज चल्दिक ल फेवातालतिर गाइजहरु यतातिर छ हाम्रो ट्रलीहरु ज्याकेट लाग्यो अब तालमा डुबै नि हामी डुब्दैनौँ यो लाइसी हैन अब पानी कस्तो छ हेर्छौँ हामी जान्छौँ ओए उतापट्टि 8 जना भएन ल गाइस ट्रिटी बडाई 1 2 3 4 5 6 जना पुग्यो किन्डरा रे मैले पानीमा फस्दै त चढिरहेछ पानी छिन आटिसक्यो भाइ कस्तो डर लागिरहेको गाइस No जोड़े ना भाई जोड़े है ना वो जोड़े है ना भाई म त चुन्न भए मलाई त ओए यस्तो डर लागिरहेछ बाबा मन्दिर यता छ गाइस पानी ओए ये हम नराम्रो कुरा गरेर डराइ पोखरी एके ढुङ्गा चढ्यो मन्दिर यता छ आइपुगे है गाइस आइपुगे फेवाताल इतनी खुसी के छ गाइजहरु एकदम अनि त 2 राउन्ड मारेर आएको 50 रुपैयाँ मन्दिर बलुन आयो के गाइजहरु हेर्नु न बाबा बलुन आयो बलुन कत्रो ठुलो बलुन आयो है कत्रो ठुलो हुँदो रहेछ है यात्रो ल गाइस यतातिर फोटो ल फोटो खिच आऊ न यता फोटो खिच्ने गाइजहरु यस्तो घाम छ है ल दोस्तहरु तस्बिर छाला ल गाइसहरु यता पोखरा घुम्दैछ हामी फेवा लेक कस्तो रमाइलो लागिरहेको छ यहाँ आज हामी फेरि माछाहरू जान्छ यस्तो यो तिमीले खेल्ने हुँदैन मैले उडाउँछ सक्यो नि घुमघाम ल फेवा लेक पनि घुमियो ल पोखरा बजार पनि घुम्दैको ल अब मेरो त फर्स्ट टाइम हो ल लुम्लेतिर आइपुग्यौँ फार्मतिर हिँडेको हाम्रो दोस्तहरू जाँदैछन् अलि जाडो छ है यता त
सबै नाम नै हाम्रा स्टुडेन्ट विद्यार्थी भाइ बहिनीहरू यता हरियो देखेको छ कस्तो राम्रो काम गर्नु यता काम के भइरहेछ मुला रोप्ने काम भइरहेछ ठाउँ त ठुलो छ है कति ठुलो ठाउँ छ कति धेरै तरकारी छ अलिकति केही फालिराखेको छैन सब मलाई हाम्रो त घरै छ नखानेहरू सरले पाएन अब हुन्छ भनेर मात्रै हुन्छ कि त्यो काँचो खानु हरियो परियो छ राम्रो छ ब्रिटिसहरूले बनाएको नि सिधा यो परियो ल टोलीहरू जाँदैछ कति बजे हो अहिले 1 बजे यिनीहरूको जागा छैन है हेर न हिँड्न तरिका ए सर्पा कति अल्छी छैन पर्याप्त मात्रामा घाँसको व्यवस्था के भन्छ अरे भेडा जस्तो छ क्या स्टुडेन्टहरू है यहाँ गए भोटेर त्यहाँ गए एउटा गए सबै जान्छ यता गए यस्तै जान्छ भेडा जस्तो भेडा जस्तो छन् सबै भैँसीहरूका सबै चराउन गइसकेछन् हामीले खोर मात्र हेऱ्यो अनि आयो ल हाम्रो भेडा साथीहरू पछाडि आउँदै होइन अस्मिता गर्मिताजी यो गर्नु गर्मिताजी ल गाइज रेस्वे कल्चर आइपुग्यो होइन माइलक्ष्मी थाहा नभएर बल्ल बल्ल कति बिजोग रमाइलो पनि आज त बाबा रेम्बोट राउडी रमाइ त गाइज माछाहरू नाचिरहेको राम्रो त देख्दैन रहेछ तर देख्न त देख्दो रहेछ गाइज मजाको गाइजहरू हामी चाहिँ रेस्वे कल्चरको हेर्नु न फुलै फुल छ यस्तो रमाइलो छ गाइजहरू ओए हामी मात्रै छिटो भने गाली गर्यो भने ओ यता रहेछ नि त मेन त ओहो कस्तो राम्रो आइरहेको है पहिला यता जाऊँ न यता जानेको गाइडहरू ओहो कस्तो रमाइलो लाग्ने यहाँ वेलकम टु ल फाइनली चाहिँ सर भनेको यति हो अनि यति ए यिनीहरू त बब्बाल छ नि मेरो ठाउँ त